जो काम मैं कर रहा हूँ ना उसमें टाइम लगेगा। ये कोई जुआ नहीं है जो खेल के रातों रात करोड़पति बन जाऊंगा। देर से बनूंगा, चिसोले भेटेर होला बाइक स्टार्ट नभएको भयो अब चाहिँ चलो। तेरे दर पर सनम चले आए, तू न आया तो हम चले आए। अब हामी जाँदैछौँ न्यू कालिकाबाट हामी पेट्रोल हाल्न जाने निकोसेरा के पेट्रोल पम्प रे त्यहाँ पेट्रोल पम्पको नाम अजिमा पेट्रोल पम्प। बाटो चाहिँ यस्तो छ, यहाँ ठिकै छ। गाइस यो चाहिँ दुवाकोटको 2 वर्ष अगाडि गरेको पिचको बाटो। गाइस अलि पर गएपछि भत्केको बाटोहरू धेरै भेटिन्छ। चिसो चिसो छ गाइस। बिहानको चिसोको मौसममा हामी चाहिँ नि अब जाँदैछौँ। कहाँ जाँदैछौँ? बाइकमा डिजेल हाल्न जाँदैछौँ होइन। हामी चाहिँ बाइकमा डिजेल हाल्न जाँदैछौँ। यो चाहिँ दुवाकोट मोड हो। यो चाहिँ दुवाकोट मोड। यहाँ कुर्ने बस कुर्नेहरू थुप्रो छन्। यहाँनिर बस कुर्दैछन्। अब यहाँबाट बाटो बिग्रेको भेटिन्छ। यो चाहिँ सोम प्रधानलाई जसरी पनि छिटो खबर गर्नु होला र अनि छिटो बनाउनु भन्नु। यो बाटोलाई चाहिँ बाटो कसकोमा पर्छ? सोम प्रधानकोमा पर्छ कि अरूकोमा पर्छ त्यो चाहिँ थाहा भएन। यहाँको अध्यक्ष सोम प्रधान दुवाकोटको अध्यक्ष। यो दुवाकोटमै पर्छ होला सायद। यो चाहिँ बिग्रेको बाटो। पुलबाट यता दुवाकोटै होइन? ए यो पुलबाट सानो पुल छ। सानो पुलबाट उता दुवाकोट। यो चाहिँ अब निकोसेरा छिर्यौँ। भक्तपुरको निकोसेरा भन्ने ठाउँमा। र यो दिदीले स्कुटी चलाएको पनि चाकै कस्तो बनाएर चलाएको के। दिदीलाई स्कुटी चलाउनु नआउँदो रहेछ। यो चाहिँ काठमाडौँ ललितपुर भक्तपुर जिल्लाको निकोसेरा भन्ने ठाउँ हो। गाइस अब हामी चाहिँ पेट्रोल पम्प छेउमा आइपुग्यौँ। अब पेट्रोल पम्पमा हामी बाइकमा डिजेल हाल्दैछौँ। यहाँ डिजेलमा आइपुग्यौँ हामी। अब डिजेल हाल्छौँ। म टप्प लाएर अहिलेलाई यति नै हो गाइस। अब एकछिन पछिलाई यो चाहिँ अजिमा पेट्रोल पम्प। यहाँ वासिङ पनि गरिँदो रहेछ।